हाम्रो सौर्यमण्डलको चौथो ग्रह रातो र उजाड मंगल ग्रह। टाढाबाट हेर्दा केवल यो चिसो सुक्खा र निर्जीव चट्टानको गोला जस्तो देखिन्छ। तर के हुन्छ यदि हामीले तपाईलाई भन्यौं आजभन्दा अरबौं वर्ष पहिले यो रातो ग्रह नीलो हुन्थ्यो। यहाँ समुद्रहरू थिए, नदीहरू बग्थे र सायद जीवनको संगीत गुन्जन्थ्यो। यो कुनै हलिउडको कथा होइन, यो हो मंगल ग्रहमा जीवनको सम्भावना बारे वैज्ञानिकहरूले गरेको सबैभन्दा ठूलो र मिठो अड्कलबाजी। आज हामी यही रहस्यको पर्दाफास गर्ने कोसिस गर्नेछौँ। तपाईहरूलाई आजको श्रृंखला कस्तो लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा गएर लेख्न नबिर्सनुहोला। अगाडि बढौं आजको विषयवस्तुतर्फ। आजभन्दा करिब 3.7 अर्ब वर्ष अघिको कुरा हो। वैज्ञानिकहरू भन्छन् त्यो समयमा मंगल ग्रहको वातावरण पृथ्वीको जस्तै न्यानो र ओसिलो थियो। खोज अनुसन्धानका लागि मंगल ग्रहको वरपर राखिएका रोभर र अर्बिटरहरूले पठाएको तस्बिरहरूले स्पष्ट पार्छन् कि कुनै समय त्यहाँ ठूला ठूला समुद्र र गहिरा गहिरा तालहरू थिए। क्युरियोसिटी रोभरले गेल क्रेटरमा भेटेको लेयरहरूले यो कुनै समय विशाल तालको पिँध भएको प्रमाणित गर्छ। जीवनको लागि अनिवार्य तत्त्वहरू के हुन्? पानी, कार्बनिक यौगिकहरू र ऊर्जा। मंगल ग्रहमा पानी थियो, यो त प्रमाणित भयो। तर के त्यहाँ कार्बनिक यौगिकहरू भेटिए? रोभरहरूले माटोमा नाइट्रेस, सल्फेट्स जस्ता यौगिकहरू भेटेका छन्, जुन पृथ्वीमा जीवलाई चाहिने आवश्यक पोषक तत्त्व हुन्। सबैभन्दा अचम्मको कुरा, वैज्ञानिकहरूले मंगल ग्रहको वायुमण्डलमा समय समयमा मिथेन ग्यासको मात्रामा उतार चढाव देखेका छन्। पृथ्वीमा मिथेन ग्यास धेरैजसो जीवित प्राणीहरूले उत्पादन गर्छन्। के यो उतार चढाव अहिले पनि जमिन मुनि बाँचिरहेका सूक्ष्म जीवहरूको संकेत हो? यही हो रहस्यको सबैभन्दा ठूलो मोड। यति धेरै पानी र यति राम्रो वातावरण कहाँ गयो त? यसको दोषी हो मंगल ग्रहको कमजोर चुम्बकीय क्षेत्र। पृथ्वीसँग बलियो चुम्बकीय ढाल छ जसले हामीलाई सूर्यबाट आउने खतरनाक विकिरणबाट बचाउँछ। तर मंगलसँग यो ढाल थिएन। बिस्तारै बिस्तारै अरबौं वर्षसम्म सूर्यको हावा र विकिरणले मंगल ग्रहको वायुमण्डललाई च्यात्दै लग्यो। वायुमण्डल पातालो भयो, दबाव घट्यो र सतहमा रहेको पानी बरफ बनेर जमिन मुनि छिर्यो वा बाफ बनेर अन्तरिक्षमा विलय भयो। एक समयको नीलो ग्रह अहिले एउटा रातो मरुभूमिमा परिवर्तन भयो। तर यसको मतलब यो होइन कि सबै जीवन समाप्त भयो। यदि जीवन थियो भने यो कहाँ गयो? वैज्ञानिकहरू भन्छन् यो जम्यो, यो सुत्यो वा यो लुकेको छ। जीवनको सबैभन्दा ठूलो सम्भावित प्रमाण सन् 1984 मा भेटिएको थियो। एउटा मंगल ग्रहको उल्कापिण्ड जसको नाम हो ALH 84001 पृथ्वीसम्म आइपुगेको थियो। वैज्ञानिकहरूले यस उल्कापिण्डमा माइक्रोस्कोपिक नलीहरू भेटे जुन पृथ्वीमा जीवाणुहरूको जीवाश्म जस्तै देखिन्थे। यद्यपि यो पूर्ण प्रमाण होइन, यसले धेरै ठूलो बहस निम्त्यायो। आधुनिक अनुसन्धानहरूले थप ठोस प्रमाण खोजिरहेका छन्। रोभरहरूले अहिले पनि चट्टानहरूमा पुरिएका पानीका कणहरू र पुरानो जीवनका अवशेषहरू खोजिरहेका छन्। पर्सेभरेन्स रोभरले सबैभन्दा महत्त्वपूर्ण काम गरिरहेको छ। त्यहाँको माटो र चट्टानका नमुनाहरूलाई सिलबन्दी गरेर राखिरहेको छ। यी नमुनाहरू 2030 को दशकमा विशेष मिसन मार्फत पृथ्वीमा ल्याइनेछ। जब हामीले यी नमुनाहरूलाई पृथ्वीको अत्याधुनिक प्रयोगशालामा जाँच्ने छौं तब मात्र हामीले ठोस रूपमा भन्न सक्नेछौं के मंगल ग्रहमा जीवन थियो। अहिले पनि वैज्ञानिकहरूले मंगल ग्रहको दक्षिणी ध्रुवको बरफ मुनि तरल पानीका तालहरू भएको अनुमान गरिरहेका छन्। जीवनले बाँचिरहन सक्ने अन्तिम किल्ला यही हुन सक्छ। जस्तो पृथ्वीमा जीवन अत्याधिक तापक्रम, दबाव र विषाक्त वातावरणमा पनि बाँच्न सक्छ, मंगलमा पनि त्यस्तै एक्स्ट्रेमोफाइल्स बाँकी रहेको सम्भावना धेरै छ। मंगल ग्रहमा जीवनको खोजी केवल विज्ञानको प्रश्न होइन, यो हामी को हौं र हामी एक्लै छौं कि छैनौं भन्ने अस्तित्वको प्रश्न हो। भविष्यमा जब मानिसहरू मंगल ग्रहमा पुग्नेछन्, उनीहरूको सबैभन्दा ठूलो मिसन वैज्ञानिक अनुसन्धान र बस्ती बसाल्नु मात्र हुने छैन। उनीहरूको सबैभन्दा महत्त्वपूर्ण काम त्यो रातो माटो मुनि लुकेको पहिलो परग्रही जीवनको खोजी गर्नु हुनेछ। यदि मंगल ग्रहमा कुनै समय जीवनको उत्पत्ति भएको थियो र कालान्तरमा त्यो नष्ट भएको थियो भने यसले हामीलाई पृथ्वीको जीवन कति दुर्लभ र महत्त्वपूर्ण छ भन्ने कुराको चेतावनी दिन्छ। तर यदि यो जीवन अहिले पनि कुनै रूपमा लुकेको छ भने यसले हामीलाई ब्रह्माण्डमा जीवन कति सामान्य छ भन्ने कुराको आशा दिन्छ।
मंगल ग्रह रहस्यले भरिएको संसार के यो केवल एक उजाड चट्टान हो वा यो हाम्रो पुरानो छिमेकी हो जहाँ हाम्रो जस्तै जीवनले एक पटक सास फेरेको थियो? यी र यस्तै प्रश्नको जवाफ जान्नको लागि हामीले अन्तरिक्षको यात्रा जारी राख्नुपर्छ। तपाईलाई के लाग्छ, मंगल ग्रहमा जीवनको अस्तित्व थियो? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै रहस्यपूर्ण कथाहरू लिएर हामी फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।